आजको यस भिडियोमा म प्रस्तुत गर्न गइरहेको छु समसामयिक विशेष 2081 सँगका केही महत्त्वपूर्ण प्रश्नहरू जुन लोकसेवा एक्जामको लागि एकदमै महत्त्वपूर्ण अथवा कुनै पनि कम्पिटिटिभ एक्जामहरू दिँदै हुनुहुन्छ भने त्यसको लागि एकदमै महत्त्वपूर्ण रहेको छ। र आउनुहोस्, पहिलो प्रश्न रहेको छ तपाईहरुलाई, इजरायल र हमास बीच युद्धविराम गर्ने सम्झौता कहिले भयो? इजरायल र हमास बीच युद्धविराम गर्ने सम्झौता भएको हो सन् 2025 जनवरी 16 मा यसको भएको हो। त्यस्तै गरी अर्को प्रश्न रहेको छ, आर्टिफिशियल इन्टेलिजेन्स एक्सन समिट 2025 कहिले र कहाँ आयोजना भएको थियो? जस्तै तपाईहरुको लागि चारवटा अप्सनहरू रहेको छ, फ्रान्स, अजरबैजान, ब्राजिल, इजरायल। र यसको सही आन्सर रहेको छ फ्रान्स। 2025 कहिलेदेखि भएको भन्दाखेरि फेब्रुअरी 10 र 11। 3 नम्बरमा रहेको छ, भ्रष्टाचार अवधारणा सूचाङ्क CPI 2024 अनुसार नेपालको स्थान कतिऔं रहेको छ? भ्रष्टाचार अवधारणा सूचाङ्क अनुसार नेपालको स्थान रहेको छ 107औं ख नम्बरको। त्यस्तै 4 नम्बरमा रहेको छ, अन्तर्राष्ट्रिय मानव अधिकार दिवस 2024 को मुख्य नारामा तलका मध्ये कुन ठिक छ? र यहाँ तपाईहरुलाई चारवटा थीम दिएको छ र यसको सही जवाफ रहेको छ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस 2024 को मुख्य नारामा रहेको छ आवर राइट आवर फ्युचर राइट नाउ भन्ने चाहिँ 2024 को नारा रहेको छ। 5 नम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन WHO बाट बाहिरिने निर्णय कहिले गरेका हुन्? र यसको निर्णय गरेका हुन् उनले जनवरी 20, 2025। 6 नम्बरमा रहेको छ, 2081 माघमा सम्पन्न 25औं संस्करणको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो? र 25औं संस्करणको बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हासिल गरेको हो NRT न्युरो टिमले। 7 नम्बरमा रहेको छ, राष्ट्रिय कर दिवस 2081 मा सम्मानित हुने कृषि एवं पशुजन्य उद्योगतर्फको करदाता को हुन्? पतञ्जलि आयुर्वेद प्राली। र 8 नम्बरमा रहेको छ, प्रथम खोखो विश्वकप 2025 को विजेता राष्ट्र कुन हो? र यसमा विभिन्न देशका भाग लिएका थिए, त्यसमा विजेता हुन सफल राष्ट्र हो भारत। विश्व व्यापार संगठन WTO को पछिल्लो सदस्य राष्ट्र कुन हो? यसको पछिल्लो सदस्य राष्ट्र हो टिमोर लेस्टे। 10 नम्बरमा रहेको छ, आर्थिक सर्वेक्षण 2080-81 अनुसार नेपालको हालको प्रति व्यक्ति कुल गृहस्थ उत्पादन कति रहेको छ? र यसको सही जवाफ रहेको छ 1434 US डलर। मिस युनिभर्स नेपाल 2024 को उपाधि कसले जितेका हुन्? उपाधि जितेकी हुन् सम्पदा घिमिरे। नेपालको 45औं प्रधानमन्त्रीमा KP शर्मा ओली कहिले नियुक्ति भएका हुन्? र उनी नियुक्त भएका हुन् 2081 असार 30 गते। नेपाल र अमेरिका बीच MCC सम्झौता कार्यान्वयन कहिले भएको हो? र यसको कार्यान्वयन भएको हो 2081 भदौ 13 गते। त्यस्तै 14 नम्बरमा रहेको छ, सन् 2024 को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो? फिजिक्सतर्फ जोन होफिल्ड एन्ड जियोफ्रे हिन्टनलाई प्रदान गरियो। सन् 2024 को ओस्कार अवार्डका लागि नेपालबाट छनौट भएका चलचित्र कुन हो? नेपालबाट छनौट भएको चलचित्र हो साम्बाला। जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन COP29 कहाँ भएको थियो? यसको सही जवाफ रहेको छ अजरबैजान बाकुमा। 17 नम्बरको रहेको छ, संयुक्त अधिराज्य अमेरिकाका 47औं राष्ट्रपति डोनाल्ड ट्रम्पले कति इलेक्ट्रोल मत ल्याएर निर्वाचित भएका हुन्? उनले ल्याएका हुन् 312 इलेक्ट्रोल भोट। बैंक अफ द इयर 2024 को उपाधि प्राप्त गर्ने नेपाली बैंक तलका मध्ये कुन हो? 2024 को बैंक अफ द इयर भनेर उपाधि प्राप्त गर्ने बैंक हो सिटिजन इन्टरनेशनल बैंक लिमिटेड। 67औं संस्करणको ग्रामी अवार्डमा उत्कृष्ट गीत सहित सर्वाधिक 5 अवार्ड चुम्न सफल कलाकार को हुन्? र यसको सही जवाफ रहेको छ केन्द्रिक लामार। 20 नम्बरमा रहेको छ, टाइम म्यागजिनले टाइम पर्सन अफ द इयर 2024 को घोषणा गरेका व्यक्ति को हुन्? टाइम अफ द इयर घोषणा गरेको व्यक्ति हुन् डोनाल्ड ट्रम्प। सार्वजनिक संस्थान
वार्षिक स्थिति समीक्षा 2081 अनुसार सबैभन्दा धेरै नाफामा रहेको सार्वजनिक संस्थान कुन हो र यो संस्थान रहेको छ नेपाल आयल निगम। 45औं विश्व पर्यटन दिवस 2024 को नारा के रहेको छ? यसको नारा रहेको छ टुरिज्म एन्ड पीस। नेपाल सरकारले वाणिज्य नीति 2081 कहिले सार्वजनिक गरेको हो र यसको नीति सार्वजनिक गरेको हो 2081 पुस 16 गते। जय ट्रफी पुरुष एलिट कप 2025 प्रतियोगिताको उपाधि विजेता टिम कुन हो र यो टिम रहेको छ नेपाल पुलिस क्लब। दिगो विकास सूचाङ्क 2024 मा नेपालको स्थान कतिौं रहेको छ र यसको नेपालको स्थान रहेको छ 95औं स्थानमा रहेको छ। राष्ट्रिय कृषि जैविक विविधता दिवस कहिले मनाइन्छ? यो मनाइन्छ माघ 1 गते। त्यस्तै गरी अर्को प्रश्न रहेको छ G20 को 19औं शिखर सम्मेलन कहिले र कहाँ भएको थियो र यसको सही जवाफ रहेको छ ख नम्बरको 2024 नोभेम्बर 18-19 ब्राजिलमा भएको थियो। त्यस्तै नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीमा पुनः नियुक्ति कहिले भएका हुन्? उनी पुनः नियुक्ति भएका हुन् 2024 जुन 7 मा। त्यस्तै गरी अर्को प्रश्न रहेको छ पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भएको हो र उनको निधन भएको हो 2081 मङ्सिर 2 मा। जुम्ला जिल्लालाई कहिले साक्षर जिल्ला घोषणा गरियो? जुम्ला जिल्लालाई साक्षर जिल्ला घोषणा मङ्सिर 12 गते 2081 मा। त्यस्तै 31 नम्बरमा रहेको छ द न्युयोर्क टाइम्सले प्रकाशित गरेको सन् 2025 मा घुम्नुपर्ने विश्वका उत्कृष्ट ठाउँहरूको सूचीमा लुम्बिनी कतिौं नम्बरमा रहेको छ? लुम्बिनी रहेको छ 9औं स्थानमा रहेको छ। त्यस्तै गरी अर्को प्रश्न रहेको छ नेपाल टेलिकमले एआई ज्याप रोबोटबाट सेवा दिन सुरु कहिले गरेको हो र यो सुरु गरेको हो 2081 मङ्सिर 2 गते। बेलुन डिओर 2024 मा पुरुषतर्फको अवार्ड कसले प्राप्त गरेका हुन्? 2024 मा बेलुन डिओर प्राप्त गर्ने खेलाडी हुन् रोद्री। त्यस्तै 34 नम्बरमा रहेको छ आईसीसी महिला T20 विश्वकप 2024 को विजेता राष्ट्र कुन हो र विजेता राष्ट्र रहेको छ न्युजिल्यान्ड। राष्ट्रकवि माधव प्रसाद घिमिरे पुरस्कार 2081 कसलाई प्रदान गरियो? किरण खरेल। सन् 2024 मा मनाइएको कुन दिवसको नारा बी पार्ट अफ द प्लान रहेको थियो? अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको नारा रहेको थियो बी पार्ट अफ द प्लान। नेपाल प्रिमियम लिगको प्रथम संस्करण कहिले भएको थियो? यसको 2081 मङ्सिर 15 देखि पौष 6 गतेसम्म। साहित्यतर्फको नोबेल पुरस्कार 2024 कसलाई प्रदान गरियो? हान काङलाई प्रदान गरियो। नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन कहिले भएको थियो? उनको निधन भएको हो 2081 फाल्गुन 16 गते। भाषाविद चूडामणि गौतमको निधन कहिले भएको हो? उनको निधन भएको हो 2081 फाल्गुन 12 गते। 2080 सालको जगदम्बा श्री पुरस्कार कसलाई प्रदान गरियो? जगदम्बा श्री पुरस्कार प्रदान गरियो योगेन्द्र प्रसाद यादवलाई। इन्टरनेशनल बुकर पुरस्कार 2024 का विजेता को हुन्? 2024 का विजेता हुन् जेनी इर्पनबेक। नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने अन्तिम राष्ट्र कुन हो? नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने अन्तिम राष्ट्र रहेको छ किरिबाटी। T20 पुरुष विश्वकप 2024 मा विजेता हुने राष्ट्र कुन हो? विजेता हुने राष्ट्र रहेको छ इन्डिया। नेपाल र चीन बीच BRI सम्झौतामा हस्ताक्षर कहिले गरिएको थियो र यो हस्ताक्षर गरिएको थियो 2024 डिसेम्बर 4 मा। विश्व शान्ति सूचाङ्क 2024 अनुसार नेपाल कतिौं स्थानमा रहेको छ? नेपाल रहेको छ 80औं स्थानमा रहेको छ। नेपालको पहिलो महिला मुख्य सचिव को हुन्? नेपालको पहिला मुख्य सचिव रहेकी छिन् लीलादेवी गढतौला। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको प्रतिबन्ध कहिले हटाएको थियो? योबाट हटाएको थियो 2081 भदौ 6 गते। WHO द्वारा नेपालको पहिलो स्वास्थ्य शहर घोषणा कुन हो? धुलीखेल 50 नम्बरमा रहेको छ। 45औं प्रधान सेनापति को भएका हुन्? 45औं प्रधान सेनापति हुन् अशोकराज सिगदेल। त्यस्तै 51 नम्बरमा रहेको छ नेपालले पहिलो कार्बन व्यापार सम्झौता कहिले हस्ताक्षर गरेको थियो? नेपालले पहिलो कार्बन हस्ताक्षर गरेको हो 2081 मङ्सिर 5 मा। विश्वको सबैभन्दा सानो उमेरमा चेस च्याम्पियन हुन सफल व्यक्ति को हुन्? ऊ हुन् गुकेश डोमराजु भारतबाट।
पद्मश्री साहित्य पुरस्कार 2080 कसलाई प्रदान गरियो? 53 नम्बरमा रहेको छ पद्मश्री साहित्य पुरस्कार 2080 कसलाई प्रदान गरियो? यो पुरस्कार कृष्ण गौतमलाई प्रदान गरियो। पद्मश्री सम्मान 2080 कसलाई प्रदान गरियो? यो रहेको छ पवन कुमार चामलिङलाई। त्यस्तै पद्मश्री गौरव पुरस्कार 2080 कसलाई प्रदान गरियो? र यसको सही जवाफ रहेको छ केदार भक्त माथेमा। 56 नम्बरमा रहेको छ 2081 सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो? लक्ष्मण गामनाम्लेलाई। 57 नम्बरमा रहेको छ नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण कहिलेदेखि सुरु भएको हो? र नेपाल भाषाबाट 2081 असोज 30 गते। 58 नम्बरमा रहेको छ 7औं साफ महिला च्याम्पियनसिप 2024 को उपाधि कसले जित्यो? यो जितेको राष्ट्र हो बङ्गलादेश।